साहसिक खेल पर्यटन र सांस्कृतिक विविधताको अनुपम संयोजनबाट सुसज्जित उदयपुर जिल्लाको बेलका नगरपालिका पर्यटनका सम्भावना र तीव्र विकासको अपेक्षामा अघि बढेको स्थानीय तह हो। आधुनिकता र विकासतर्फ अघि बढेको यो पालिकाको विशिष्ट अस्तित्व र इतिहास रहेको छ। बेलकातरीको नामबाट यो नगरपालिकाको नामकरण भएको हो। बेलकातरी प्राचीन कालमा बेलका राजा र बेलका रानीले राज्य गरेको ऐतिहासिक स्थल हो। नागा र भिल्लहरूको सभ्यता बोकेको स्थल हाल 4 कोसे झाडीमा अवस्थित छ। सुन पाउने भएकोले सुन खानी, तर त्यो ठाउँले पहिले हाम्रो देवहाट भनेर चिनिन्थ्यो। देवताहरूको मेला लाग्थ्यो। साँझ परेपछि देवताहरूको यस्तै हामी जसरी अहिले कुराकानी गरिराखेका छौँ त्यस्तै त्यो बेला त्यहाँ देवताहरूको मेला लाग्थ्यो र देवताहरूले तपाईँको त्यो पुरै आवाज आउँथ्यो र तपाईँको त्यो झ्यालीहरू मृदङ्गहरू प्रत्येक दिन तपाईँको त्यो अलिकति साँझ परेको बेला बिहानको बेला पुरै एकदम छर्लङ्गै आवाज आउँथ्यो हाम्रो ठाउँमा। धान चामल रुपियाँ पैसाको जरुरी हुँदा पनि अब त्यहाँ गएर त्यो बिन्ती पत्र त्यो लेखेर चढाउँदाखेरि त्यो पाउनुहुन्थ्यो। एकदम यति शक्तिशाली तपाईँको तपाईँको केही माग्नु पर्यो, केही तपाईँको दुख विराम अथवा कोही मनोकामना गर्दा पनि बेलका राजा रानीलाई गएर त्यहाँ यसरी बिन्ती गर्दाखेरि सबै कुरा मनोकामना पुरा हुन्थ्यो। र मनोकामनाको नाममा तपाईँको कोही राँगा, कोही तपाईँको बोका, कोही तपाईँको परेवा, कोही कुखुरा यसरी तपाईँको छोड्ने चलन थियो। काट्ने वध गर्ने चलन थिएन। लगेर त्यहाँ 4-5 फन्का यस्तो 3 फन्का त्यो रङ्गिन गरेर पुरै रङ्गी पारेर रङ अबिरले गरेर पुरै घुमाएर अनि जङ्गलतिर छोडिदिनुहुन्थ्यो। त्यस्तो तपाईँको त्यो ठाउँमा यो 4 कोसे झाडीको नामाकरण हाम्रो जिजु बाजेले त्यो बेलको रुखमुनि तपस्या गरेकोले हाम्रो बेलका नामाकरण हुन गयो 4 कोसे झाडीको नाम। त्यस्तै तपाईँको 7 दिन 7 रात तपस्या गरेकोले गाउँको नाम सतपतिया 7 पात्रे। त्यस्तै हजुरको शिला ठोक शिला। भित्री मधेस चुरे पर्वत हुँदै महाभारत पर्वत श्रृङ्खलासम्म फैलिएको बेलका नगरपालिका उदयपुर जिल्लाको सुदूरपूर्वी स्थानीय तह हो र 9 वटा वडामा विभाजित छ। बेलका नगरपालिकाले 2083-84 को बजेटको पूर्व तयारी गरेको छ। हामीले विगत 3 वर्ष बजेट तयार गर्दै गर्दा विशेष गरेर बेलका नगरपालिकाको विकास र समग्र यहाँको लाई हामीले सम्बोधन गर्दै गर्दा समृद्धिको निमित्त कृषि र धार्मिक पर्यटन पनि बेलकाको एउटा पहिचान हुन सक्छ भन्ने हिसाबले कार्यक्रम तयार गर्दै आएका छौँ। र यो वर्ष विशेष गरेर हामीले बेलका नगरपालिका चाहिँ झट्टै एउटा हेर्दा नेपाल पनि छ, उच्च पहाड पनि छ, नेपालकै ठुलो नदी कोशी पनि छ र बेलका नगरपालिकाभित्र जो बेलकाको नामकरण भएको छ बेलकाको बृहत ठुलो जङ्गल पनि छ। यसैलाई व्यवस्थापन गर्ने गरी हिजो 4 वटा पालिका भएर नगरपालिका भएको छ। महिनाको आफ्नै इतिहास छ। बबलाको त्यस्तै छ, राम्रो ठोक्सिलाको त्यस्तै, तपेश्वरीको पनि आफ्नै खालको पहिचान भएको 4 पालिकाहरू मिलेर एउटा गाविस नगरपालिका बनेको छ। यो सँगसँगै हामीले बेलकाको पर्यटनलाई कसरी लाने भन्ने कुरामा चाहिँ हामीले हेरेका छौँ। जल, जङ्गल, जमिन र आकाशको साहसिक खेलको सङ्गम पनि बेलका पालिका बनेका छौँ। जहाँ हामीले जङ्गल सफारी पनि गरेका छौँ, जहाँ साइक्लिङ पनि गरेका छौँ, जहाँ प्याराग्लाइडिङको चाहिँ टेकअप पोइन्ट 3वटा डाँडाहरूलाई चाहिँ व्यवस्थित गरेर लगेका छौँ भनेदेखि त्यसपछि गएर तपाईँलाई चाहिँ प्याराग्लाइडिङ सँगसँगै हाम्रो बोटिङको अवस्था छ। त्यसै चाहिँ हाम्रो चाहिँ राफ्टिङको पनि त्यतिकै सम्भावना छ र जङ्गल सफारी पनि पुष्टको आरक्षणलाई हामीले बेलका नगरपालिका मेरै पहलमा 2081 हामीले चाहिँ कोशी प्रदेशका माननीय मुख्यमन्त्री केदार कार्की ल्याएर मैले यसको उद्घाटनै गरिरहेको छु। पुष्टको आरक्षणभित्र चाहिँ हामीले जङ्गल सफारी सुरु गरेका छौँ। त्यो सँगसँगै हाम्रो टङ्केला गुफा छ, माथि मैना रानी छ, त्यस्तै गरेर कोशी टपको आरक्षण छ, बेलका राजा रानी छ, त्यस्तै तल गएर चाहिँ हाम्रो चाहिँ नि यतापट्टि भुतिया दह छ, त्यस्तै गरेर उतापट्टि चाहिँ नि तल चाहिँ नि 1 नम्बरमा हाम्रो चाहिँ नि त्यहाँ पुरानो प्राचीन मन्दिर विशेष गरेर हामीले त्यो मन्दिरलाई चाहिँ नि अत्यन्त थारू चौधरी समुदायको विशेष गरेर हामीले मान्दै आएको अत्यन्तै चाहिँ नि त्रिजुवाको तटमा बसेको एउटा मन्दिर छ जहाँ अत्यन्तै स्वच्छ पिउने पानी छ हैन। त्यस्तै गरेर हामीले बेलका बाटिका लगायतका
यस्ता चाहिँ धरोहरलाई पनि लाने गर्ने भनेका छौँ र अहिले विशेष गरेर कृषिमा त्यति नै राम्रो पहल भएकाले कृषि तथा धार्मिक पर्यटनको रूपमा बेलका नगरपालिकालाई पहिचानका रूपमा लानको लागि हामीले होटल व्यवसाय साथीहरूसँग कुरा गरिरहेका छौँ, होमस्टेहरू पनि लानुपर्छ भन्ने कुरा गरिरहेका छौँ र धेरै टाढा पनि छैन, ती बिहार नजिक छ, यहाँबाट पुल टु पुलको च्यालेन्ज गर्ने हो भने 22 किलोमिटरमा त्यो सम्भावना छ। हामीले चाहिँ अहिलेको सम्मान्य प्रधानमन्त्रीज्यूलाई हामीले लिखित रूपमा पठाएका पनि छौँ, उहाँले पनि हाम्रा उहाँलाई हेरेर अध्ययन गरेर भन्नुभएको छ कि यो चाहिँ नि इन्डोनेसियाको बालीको सम्भावना भन्नुभएको छ। त्यसैले हामीले यहाँका डकुमेन्टहरू पर्यटन मन्त्रालयबाट विभागबाट हामीलाई आएका डकुमेन्ट रूपमा हामीले चाहिँ जो पठाएर हामीले जो गरिरहेका काम र गर्न लागेका काम र यहाँ हुन सक्ने सम्भावना तिनटै कुरालाई विशेष गरेर राखेका छौँ र अहिले विशेष गरेर हामीले मध्यम ट्रेलको पनि सुरु गरेका छौँ, कोशीदेखि सगरमाथासम्म भन्ने नेपाल सरकार र स्विस सरकारको चाहिँ योजना छ। यसमा बेलका नगरपालिकाको महिना हुँदै कोशीसम्म त्यो काम सुरु भइरहेको छ, यसलाई कन्टिन्यू दिने कुरा गरेका छौँ भने अब एउटा जैविकताका आधारमा हाम्रा पुराना चाहिँ कला संस्कृति बचाएर हामी घरहरू होमस्टेहरू पनि सुरु गर्ने गरी हामीले चाहिँ नि बगलाको चाहिँ नि उसमा यो देउरालीमा सुरु गरेका छौँ। त्यहाँ बाटाहरू पानीहरू बत्तीहरू लाँदैछौँ, बत्ती पानी दिइसकेका छ, बाटो लगिरहेका छौँ। त्यस्तै गरेर महिनालाई पनि त्यो कुरा गर्न लागेको छ भने किराँत सभ्यताको एउटा राम्रो आफ्नो ठाउँ पनि छ। त्यस्तो अझ थारूको पहिचान, थारूको सभ्यताको अत्यन्तै राम्रो मौलिकता छ यहाँ, त्यो होमस्टेहरू सुरु भएको छ। त्यसलाई पनि कसरी व्यवस्था लाने क्रममा अब यो आउने बजेटमा बेलुका सरकारले सम्बोधन गर्ने आइपरेका छौँ। कोशी टप्पु वन्यजन्तु आरक्षको साथ सप्तकोशी नदीको किनार र मैनाराजा मैनारानीको आलिङ्गनमा रहेको बेलका नगरपालिका कृषिका लागि उर्वर भूमि, पर्यटकीय सम्भावनायुक्त जातीय र सांस्कृतिक विविधताको क्षेत्र हो। नमस्कार, म जिरा राई, बेलका नगरपालिकाको उपप्रमुख। हाम्रो बेलका नगरपालिका चाहिँ साँच्चै भन्दाखेरि पर्यटन प्रबन्धनको हिसाबले असाध्यै सम्भावना बोकेको पालिका छ। यहाँ विभिन्न जात जातिको बसोबास भएको पालिका पनि हो र हाम्रो बेलका नगरपालिका चाहिँ खासमा अलिकति तराई भाग पनि छ, अलिकति पहाडी भूगोल पनि छ र एकातिर सप्तकोशी र अर्कोतिर तिरगा नदीले चाहिँ छिकेको एउटा सुन्दर पालिका हो र यो पालिकामा चाहिँ पर्यटन प्रबन्धनको सम्भावनाको कुराकानी गर्दाखेरि यो नजिकबाट सप्तकोशी बन्छ। त्यसै गरिकन अब पहाडी इलाका भूगोल पनि भएकोले गर्दा प्याराग्लाइडिङको सम्भावना राम्रो छ र त्यो हाम्रो चाहिँ अहिले एउटा प्याराग्लाइडिङको चाहिँ स्कुल पनि सञ्चालन भइरहेको छ। सायदै उहाँहरूको भनाइअनुसार चाहिँ प्याराग्लाइडिङ चाहिँ पश्चिम दिशामै नेपालको टप ठाउँ हो भन्ने खालको कुरा पनि गरिराख्नु भएको छ। त्यससँगै हामीसँग कुकुलुङ झरना छ, जसमा चाहिँ क्याम्पिङको एकदमै सम्भावना भएको ठाउँ हो। त्यो एउटा परीक्षण भइसकेको छ। त्यसै गरिकन बोटिङको कुरा त सधैँ छ। अहिले यो हिउँदो कालमा चाहिँ खास गरिकन भोजपुरतिर जानको लागि चाहिँ यो जलमार्ग एकदमै अहिले राम्रो र प्रभावकारी सञ्चालन भएको छ। त्यसै गरिकन तलतिर बेलका जङ्गल, जसको नामबाट नै हाम्रो बेलका नगरपालिकाको नामाकरण भएको छ। बेलका जङ्गल छ, त्यसमा चाहिँ बेलका चाहिँ एउटा राजा रानी बसोबास गरेको थियो, छुट्टै इतिहास छ र यसको मन्दिर पनि छ, जसले चाहिँ एउटा पर्यटनलाई फेरि जोड्नको निमित्त, त्यो जङ्गलसँग पनि जोड्नको निमित्त सहयोग गरेको छ। त्यसै गरिकन हामीसँग विभिन्न जात जातिहरूले मान्ने चाहिँ मौलिक धार्मिक सांस्कृतिक पर्यटनहरूसँग पनि हामी विकास गरिरहेका छौँ। साकेला थानहरू निर्माणको कुराहरू हुन सक्छ, देवी थानको देवी स्थलको ठाउँ निर्माणको कुराहरू छ। त्यसै गरिकन हामीसँग अलिक वडा नम्बर 1मा जाने भने भगवती देवी, जुन थारू समुदायको संस्कारसँग जोडिन्छ। यो भगवती देवी, भगवती भनेको चाहिँ पानीको मूल फुटेको ठाउँ भन्ने जनाउँछ उहाँहरूको संस्कार, उहाँहरूको संस्कारमा त्यो इतिहासमा त्यो भनिन्छ, जसले थारूको संस्कारसँग यो मन्दिरको चाहिँ एउटा उत्पत्तिलाई जोडेको छ। त्यहाँ पनि थुप्रै भक्तहरू चाहिँ आउनुहुन्छ, त्यसले पनि एउटा सोचेको कुराहरू पुरा गर्छ भन्ने खालको कुराहरू छ। त्योसँगै अब हामीसँग अहिले प्रत्येक वडामा साकेला थान निर्माण छ, साकेला पार्क बनिरहेको छ। त्यसै गरिकन नगर स्तरीय साकेला पार्क बुद्ध चोकमा छ, जसले किराँतहरू यहाँ कुनै बेला किराँतहरू यहाँ बस्थे, किराँतहरूको यहाँ चाहिँ बसोबास थियो र किराँतहरूले मान्ने देवदेवी स्थलहरू छन् भन्ने खालको कुरा इतिहासमा पछि पनि देखिने गरी निर्माणहरू भएको छ। र अब यो पूर्व पश्चिम राजमार्ग मतन भन्ने राजमार्गसँग जोडेकोले गर्दा यो बाहिरबाट आउने
र सिधै काठमाडौँ जोडिने रोड पनि नजिक भएकोले गर्दा बाहिरबाट आउने मान्छेहरूको हिजो पनि छ यहाँनिर। यो सबै कुरालाई हेर्दाखेरि बेलका नगरपालिकामा पर्यटन प्रबन्धनमा धार्मिक सांस्कृतिक लगायत अलिकति अब एउटा साहसिक खेलहरू को निमित्त पनि बेलका नगरपालिका चाहिँ यो पर्यटनसँग जोडिरहँदाखेरि प्रबन्धनसँग जोडिरहँदाखेरि चाहिँ यसरी पनि हेर्न सकिन्छ। बेलका नगरपालिकाले गत 2083 साल वैशाख 1 गतेदेखि 6 गतेसम्म प्रथम बेलका पर्यटन महोत्सवको आयोजना गर्यो। महोत्सवको मुख्य नारा थियो बेलकाको जल जमिन र आकाशमा रमाऊ, ऐतिहासिक सांस्कृतिक र साहसिक पर्यटनको प्रबन्धन गरौँ। 2083 वैशाख 1 गते मंगलबार उदयपुर जिल्लाको ऐतिहासिक स्थल बेलका राजा बेलका रानीको दरबारको भग्नावशेष स्थल बेलका तराई स्थित सुनखानीबाट महोत्सवको उद्घाटन गरेको थियो। नगर प्रमुख अशोक कार्कीले बेलका राजा रानीको मन्दिरमा परेवा उडाएर महोत्सवको समुद्घाटन गर्नुभएको थियो। नमस्कार, शिव थापा, बेलका नगरपालिका वडा नम्बर 8 सुम्बारे मेरो घर। हाल बेलका नगरपालिका नगर स्तरीय पर्यटन विकास समिति अध्यक्ष। हामीले चाहिँ हाम्रो नगर कमिटी स्तरीय पर्यटन विकास समितिले चाहिँ यो पालिका अर्थात् यो जिल्ला र सुनसरी जिल्लालाई नै अलिकति जोड्ने हिसाबले यो क्षेत्रको चाहिँ पर्यावरणीय पर्यटकीय क्षेत्रलाई उकास्ने हिसाबले चाहिँ हामीले साताव्यापी अस्ति नयाँ वर्षमा कार्यक्रम गरियो। पहिलो कार्यक्रम चाहिँ बेलका नगरपालिका वडा नम्बर 3 स्थित बेलका राजा रानी, त्यो चाहिँ एकदमै ऐतिहासिक क्षेत्रबाट सुरु गरेर बेलका नगरपालिका वडा नम्बर 8 को प्याराग्लाइडिङदेखि ग्लाडिङ हुँदै सुनसरीलाई पनि थोरै भाग सुनसरीको पनि ब्रा क्षेत्रदेखि बोटिङ र्याफ्टिङ कार्यक्रम सम्पन्न गरियो। त्यो कार्यलाई सहयोग गर्नुहुने प्रथम चाहिँ जिल्ला विकास बोर्ड समिति अध्यक्ष हाम्रो बलदीप चौधरी र यस बेलका नगरपालिका वडा नम्बर 8 को होटल व्यवसायी सङ्घ हाम्रो रमनजी लगायत सम्पूर्ण होटल व्यवसायी सङ्घहरूले, होटल व्यवसायी साथीहरूले राम्रो सहयोग गर्नुभयो। त्यसै गरी नगरपालिकाले पनि राम्रो एउटा माहौल बनाइदिनु भयो, सहयोग गरिदिनु भयो र हामीले सम्पन्न गऱ्यौँ। र यहाँ अब यो पर्यटन सम्बन्धी अब यही अहिले जहाँ हामी बसेका छौँ पृष्ठभूमि ऐतिहासिक देवस्थल रहेको छ। अब यिनलाई चाहिँ महाकाली देवी भनिन्छ। अब यिनको पनि पञ्चवर्षीय अब गुरु योजना हामीले एउटा तयार गरेका छौँ। यसको चाहिँ अरू संरचना राम्रो ढङ्गले अघि बढाउने भनेर। त्यसै गरी अब यो यहीँदेखि यही महाकाली धामदेखि सिधै प्याराग्लाइडिङ जाने एउटा पदमार्गको योजना तयार गरिरहेछौँ। अब मेयर साहबलाई पनि मैले अनुरोध गरेका छु। मेयर साहबले पनि त्यसरी नै लागि पर्नु भएको छ। अब यस्तै अब जस्तै यहाँ हाम्रो यहाँ जाँदैखेरि बाटोमा छ एउटा हाङमालुङ दाखाम भन्ने, त्यो एकदमै किराँतहरू लक्षित पर्छ। त्यसलाई पनि अब उजागरण गर्ने किसिमले अघि बढिरहेछौँ। जस्तै अब यहाँ प्याराग्लाइडिङ भयो, अब यो 8 को अरू गिद्ध संरक्षण, त्यसै गरी अब जस्तै यो सुनसरी बोराबादको जस्तै अब माथि अब आहाल डाँडामा त्योभन्दा राम्रो सनसेट, त्यसलाई पनि उजागरण गरेर अघि बढिरहेछौँ। महोत्सव अन्तर्गत 7 दिन नगरका विभिन्न पर्यटकीय क्षेत्रको प्रवर्धन गरिएको थियो। नगर पर्यटन विकास समितिले बेलकाका 3 दर्जन पर्यटकीय क्षेत्र पहिचान गरी प्रचार प्रसार र प्रवर्धन गर्दै आएको छ। आज बेलाका प्रथम बेलाका संस्कृति तथा पर्यटन कार्यक्रम समापन कार्यक्रमको पहिलो चरणको कार्यक्रम चाहिँ सुरु हुन गइरहेछ र पहिलो चरणको कार्यक्रममा रहेको छ साइकल र्याली।
र साइकल र्यालीको लागि चाहिँ उद्घाटन गर्नका लागि यस कार्यक्रमका आयोजक तथा त्रियुगा नगरपालिकाका पूर्व मेयर प्रमुख बलदेव चौधरीज्यू हुनुहुन्छ र उहाँको हातबाट चाहिँ यो कार्यक्रमको रिबन काटेर कार्यक्रम सुरु हुन गइरहेको हुँदाखेरि उहाँलाई रिबन काटेर कार्यक्रमलाई शुभारम्भ गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। बेलुका नगर पर्यटनका अध्यक्षज्यू, नगर पर्यटनका साथीहरू, यहाँ होटल तथा पर्यटन व्यवसाय प्रदेश कोशी प्रदेश कमिटी सदस्य रमन भट्टराईज्यू, आयोजक कमिटीका सबै साथीहरू, साइक्लिङ परिवारका सबै साथीहरू, पत्रकार मित्रहरू, सुरक्षा साथीहरू, सबैमा होटल व्यवसायका अध्यक्ष लगायत सबै साथीहरूलाई यो बेलुका पर्यटन महोत्सवको आज साइकलको सुरुवात भइरहेको छ र यसमा अहिले विविध कार्यक्रमहरू सुरु हुँदै नै हुँदाखेरि अहिलेको यो साइकल र्याली र यो साइकल प्रतियोगिता उद्घाटन भएको दुईवटा राख्नु साइकल एउटै भएको छ। ल ल 1 2 3 ल सुरु 1 2 3 गो। बेलकामा आयोजित साताव्यापी पर्यटन महोत्सवको मुख्य उद्देश्य बेलकामा आन्तरिक पर्यटकसँगै छिमेकी राष्ट्र भारत र तेस्रो मुलुकका पर्यटक भित्राउनु हो। यसका लागि बेलकाले हाइकिङ, साइक्लिङ, प्याराग्लाइडिङ, बोटिङ, राफ्टिङ र जङ्गल सफारीका योजनाहरू अघि सारेको छ। महोत्सव अन्तर्गत 2083 वैशाख 6 गते आइतबार बेलका 8 को सोमबारेबाट आरङ्गा स्कुल हुँदै सोमबारेसम्म साइक्लिङ प्रतियोगिताको आयोजना गरिएको थियो। यस्तै सप्तकोशी नदीमा राफ्टिङको आयोजना गरिएको थियो। महोत्सव समापन समारोहमा प्याराग्लाइडिङबाट पुष्पवृष्टि समेत गरिएको थियो। दर्जन बढी प्याराग्लाइडिङका पाइलटहरूले बेलकाको आकाशमा आफ्ना कलाहरू प्रदर्शन गरेका थिए। यस्तै बडा क्षेत्रबाट त्रिशुले घागी हुँदै बेलका बीच रिसोर्टसम्म पर्यटकहरूलाई राफ्टिङ गराइएको थियो। साताव्यापी महोत्सव समापनको अवसरमा महोत्सवले तय गरेको नारा जस्तै बेलकाको जल, जमिन र आकाशमा एकै पटक साइक्लिङ, प्याराग्लाइडिङ र राफ्टिङ जस्ता साहसिक खेल पर्यटनको प्रदर्शन गरिएको थियो। सप्ताहव्यापी पर्यटन महोत्सव बेलका होटल तथा पर्यटन व्यवसाय संघ, उदयपुर विकास समिति र बेलका नगरपालिकाको पर्यटन समितिले संयुक्त रूपमा आयोजना गरेको हो।
औपचारिक कार्यक्रममा बोल्दै उदयपुर विकास समितिका अध्यक्ष तथा औपचारिक कार्यक्रमका प्रमुख अतिथि बलदेव चौधरीले बेलका नगरको पर्यटन विकासका लागि तत्कालीन र दीर्घकालीन योजना प्रस्तुत गर्नुभएको थियो। उहाँले कोशी रिभर पार्कदेखि पर्यटन विश्वविद्यालय स्थापनासम्मका योजना प्रस्तुत गर्नुभयो। बेलका नगरपालिका पर्यटनका दृष्टिले विविधता भएको क्षेत्र हो। प्राकृतिक, पुरातात्विक, ऐतिहासिक र धार्मिक क्षेत्रले यहाँ सम्भावनालाई थप उजागर गरेको छ।